हेलो गाइस, स्वागत छ तपाईहरुलाई मेरो मिनी ब्लगमा। आज चाहिँ हामी शनिबार मनाउनका लागि गएका थियौं तालतलाया लेक साइड। हामी चाहिँ यहाँ इटरीबाट तालतलायासम्म सफारीमा गएका थियौं। अनि त्यसपछि हामी सफारीबाट ओर्लेर चाहिँ हामी कहाँ बस्ने भनेर हामी बस्ने ठाउँ खोज्न थाल्यौं। तर त्यहाँ एकदमै घाम भएको कारणले चाहिँ हामी त्यहाँ बस्न नसकेर चाहिँ हामी अर्को ठाउँतिर जाँदै छौं, शीतल भएको ठाउँ खोज्नलाई। शीतल ठाउँ खोज्दा खोज्दै फाइनली हामीले एउटा चौतारा भेटेका छौं। तर यो चौतारा चाहिँ एकदमै फोहोर भएको कारणले चाहिँ मैले सेउला भाचेर चाहिँ त्यहाँको फोहोरहरूलाई चाहिँ यसरी बढारेर फाले। त्यसपछि हामीले त्यहाँ तन्ना बिछाएर हामीले लगेको सामानहरूलाई एक एक गर्दै निकाल्यौं। साथीहरू भने सामानहरू निकाल्नमा व्यस्त थिए भने म भने उता पिकनिक टाइम भएकाले गीतहरू धेरै बजिरहेको थियो, त्यही गीतमा नाच्न थाले। नजानी भए नि। अनि साथीहरू भने सामानहरू एक एक गर्दै निकाल्दै थिए, म भने देखाउँदै थिए। हामीले लगेको थियौं रोस्ट, अनि लगेको थियौं हामीले करेन्ट चाउचाउ। करेन्ट चाउचाउ चाहिँ छुटाउनु हुँदैन है। हामीले करेन्ट चाउचाउ चाहिँ दुई ठाउँ लगेका थियौं, किनभने हामी 3-4 जना थियौं नि त, त्यही भएर दुईटा लगाएका थियौं। अनि हामीले त्यसपछि लगेका थियौं कुरकुरे। अनि त्यसपछि लगेको थियौं हामीले एकदमै हट एन्ड स्पाइसी 2 PM चीज बल। यो त झन् छुटाउने कुरै भएन। अनि लास्टमा हामीले लगेको थियौं मोमो। मोमो त झन् छुटाउने कुरै भएन, किनभने सबैको फेभरेट हो नि त मोमो। यता भने आँखी अगाडि खानेकुराहरू देखेर खामखम लागिरहेको थियो। साथीहरू भने रेडी गर्न र फोटो खिच्नमा व्यस्त थिए। अनि त्यसपछि हामीले सामानहरू सबै रेडी गरेर कोकहरू लगाएर चाहिँ खानेकुराहरू रेडी गर्यौं। त्यसपछि रफ पेपर सिजर खेल्नलाई चाहिँ हामी प्र्याक्टिस गरिरहेका थियौं। खासमा भन्नुपर्दा हामी यहाँदेखि तालतलाया चाहिँ त्यही रफ पेपर सिजर खेल्नको लागि रमाइलो गर्न लागि गएका थियौं। अनि त्यसपछि प्र्याक्टिस गर्यौं। लास्टमा त कसैलाई पनि नआएको क्या, को के गर्ने कसो गर्ने भइरहेको थियो। अनि त्यसपछि प्र्याक्टिस गर्दा गरेर चाहिँ यतिकैसम्म खेल्ने भयौं। खासमा चाहिँ हामी गेम खेल्न भनेर यहाँदेखि वहाँ गएको, तर हामी त्यो गेम खेल्न सकेनौं। गेम खेल्न भन्दा चाहिँ हाँस्न धेर भयो कि, त्यही भएर हामी यो गेम नखेल्ने निर्णय गरेर चाहिँ बसेर गम सुरुप खान थाल्यौं। चिसो चटपटे करेन्टहरू। फेरि यता नाना भने खर्सानी चपाएर रुँदै हुनुहुन्थ्यो, अर्को साथी भने जिस्काउँदै थियो। त्यसपछि हामी त्यहाँ खानेकुराहरू सबै खाएर फोटो भिडियो बनाउन लाग्यौं। धेरै भिडियोहरू बनायौं, धेरै फोटोहरू खिच्यौं, नाच्यौं, रमाइलो गर्यौं। आजको शनिबार यसरी नै बित्यो। लास्टमा भने हामी ग्रुपिङ भिडियो बनाउने भनेर सोचिरहेका थियौं, तर कसैलाई कसरी बनाउने भन्ने आइडिया नभएर हाँसेरै बस्यौं। फोटो भिडियो बनाइसकेर चाहिँ हामी त्यहाँबाट निस्क्यौं। आजको शनिबार हाम्रो यस्तै भयो। सबलाई बाई बाई।